एउटा तितो सत्य सुन्नुहुन्छ। तपाईसँग जति ठुलो डिग्री होस्, जति सुकै पैसा होस् वा जति सुकै ट्यालेन्ट किन नहोस्, यदि तपाईसँग सोच्ने तरिका गलत छ भने तपाईँ कहिले पनि सफल हुन सक्नुहुन्न। हामी सोच्छौँ सफल मानिसहरू भाग्यमानी हुन्छन्, उनीहरूको जन्म नै धनी परिवारमा भएको हो। तर वास्तविकता अलि फरक छ। सफल र असफल मानिस बीच केवल एउटा फरक हुन्छ, त्यो हो उनीहरूको माइन्ड सेट। आजको यो भिडियो हेर्दै गर्दा आफूलाई एउटा प्रश्न सोध्नु, तपाईको सोच्ने तरिका तपाईलाई अगाडि बढाउँदैछ कि तपाईलाई पछाडि धकेलिरहेको छ। यदि आजैबाट आफ्नो जीवन बदल्न चाहनुहुन्छ भने 7 सिक्रेट सोच्ने बानी तपाईले जान्नै पर्छ, तपाईले बुझ्नै पर्छ र आफ्नो जीवनमा तपाईले एप्लाई गर्नै पर्छ। पहिलो कुरा, समस्या होइन समाधानमा फोकस। जब जीवनमा समस्या आउँछ, असफल मानिसहरू रुन थाल्छन्। उनीहरूले भन्छन् यो मलाई किन भयो, मेरो त भाग्य नै खराब छ भन्दै रुँदै बस्छन्। तर सफल मानिसहरू समस्या होइन समाधानमा फोकस गर्छन्। उनीहरू सोच्छन् समस्या त आयो, अब यसलाई कसरी समाधान गर्ने, यसबाट बाहिर कसरी निकल्ने। समस्या सबैको जीवनमा आउँछ, फरक यति हो कि तपाईँ समस्याको हिस्सा बन्नुहुन्छ कि समाधानको। दोस्रो कुरा, असफलता सिकाइको अवसर। असफल मानिसहरूको लागि एउटा हार नै जीवनको अन्त्य हो। उनीहरू एक पटक असफल भएपछि प्रयास नै गर्न छोडिदिन्छन्, जबकि सफल मानिसहरूको लागि असफलता एउटा पाठ हो। थोमस एडिसनले बल्ब बनाउन हजारौं पटक असफल भए। उनले भनेका थिए, म असफल भएको होइन, मैले त हजारवटा त्यस्तो तरिका पत्ता लगाएँ जसले बल्ब बन्दैन। याद राख्नु, हार तब हुँदैन जब तपाईँ असफलतालाई फेस गर्नुहुन्छ। हार तब हुन्छ जब तपाईँ प्रयास नै गर्नुहुन्न। तेस्रो कुरा, तत्कालको खुसी होइन दीर्घकालीन लक्ष्य। आजको भिडियो गेम, आजको 2 मिनेटको रिल स्क्रोलिङले तपाईलाई तत्काल खुसी त देला, तर यसले तपाईको जीवन भने बर्बाद गरिरहेको छ। सफल मानिसहरू यो 2 मिनेटको सुखको पछाडि लाग्दैनन्। उनीहरू आज कडा मेहनत गर्छन् ताकि उनीहरूको भोलि सुरक्षित र शानदार होस्। यदि आज तपाईँ आफ्नो इच्छा र रमाइलोलाई त्याग्न सक्नुहुन्न भने भोलि तपाईँले आफ्नो सपना नै त्याग्नु पर्छ। चौथो कुरा, तुलना केवल आफूसँग। तपाईँ आफ्नो तुलना कोसँग गर्नुहुन्छ? फेसबुक र इन्स्टाग्राममा अरूको पोस्ट हेरेर म त कति पछाडि छु भन्दै निराश बन्नुहुन्छ। सफल मानिसहरू अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गर्छन्। उनीहरूको एउटा मात्र लक्ष्य हुन्छ, म हिजो जस्तो थिएँ, आज त्यो भन्दा अलिकता मात्र राम्रो बन्छु। अरूसँग तुलना गर्नु समयको केवल बर्बादी हो। पाँचौं कुरा, निरन्तर सिक्ने बानी। असफल मानिसहरू सोच्छन् कि उनीहरूलाई सबै थाहा छ, उनीहरूको मलाई सबै थाहा छ भन्ने घमण्डले नै उनीहरूलाई अगाडि बढ्न दिँदैन। सफल मानिसहरू सधैँ विद्यार्थी भएर बाँच्छन्, चाहे उनीहरू जति सुकै धनी किन नहोउन्। उनीहरू सधैँ किताब पढ्छन्, नयाँ सिप सिक्छन् र ज्ञान हासिल गर्छन्। जसले सिक्न छोड्छ उसको अघि बढ्ने बाटो त्यही नै बन्द हुन्छ। छैठौं कुरा, बहाना होइन जिम्मेवारी। बहाना बनाउन बन्द गर्नु। सरकार खराब छ, राम्रो स्कुल छैन, म धनी परिवारमा जन्मिएन, वा मसँग समय छैन, यी सबै केवल बहाना हुन्। असफल मानिसहरू आफ्नो असफलताको दोष भने सधैँ अरूलाई दिन्छन्, तर सफल मानिसहरूले आफ्नो जीवनको 100% जिम्मेवारी आफै लिन्छन्। तपाईँ कहाँ जन्मनु भयो त्यो तपाईँको हातमा थिएन, तर तपाईँ कसरी मर्नुहुन्छ त्यो तपाईँको हातमा छ।
अन्तिम कुरा एक्सन बिना सफलता सम्भव छैन। मोटिभेशनल भिडियो हेरेर मात्र केही हुनेवाला छैन। सोच्न त सबैले ठुलो सोच्छन्, तर इतिहास उसले मात्र लेख्छ जसले एक्सन लिन्छ, जसले सोच्न छोडेर आफ्नो कामलाई सुरु गर्छ। तपाईँ पनि आफ्नो काम आज अहिले नै सुरु गर्नु। एउटा सानो कदम तर आजै अगाडि बढाउनु। अहिले तपाईँ आफ्नो जीवनको जुन मोडमा हुनुहुन्छ त्यहाँ दुईवटा बाटो छन्। पहिलो जुन चलिरहेको छ चल्न दिनु, बहाना बनाउने र औसत जीवन बाँच्ने। दोस्रो आजैबाट आफ्नो माइन्ड सेट बदल्ने, जिम्मेवारी लिने र आफ्नो सपनाको लागि लड्ने। डिसिजन तपाईँको हातमा छ। प्रतिभाले तपाईँलाई सुरुवात गराउन सक्छ, तर सही माइन्ड सेटले मात्र तपाईँलाई शिखरमा पुर्याउँछ। उठ्नु, आफ्नो सोच्ने तरिका बदल्नु र संसारलाई देखाइदिनु कि तपाईँ को हुनुहुन्छ।